ल अहिले चाहिँ हामी आएको छु हाम्रो सानी दिदीको घरमा है। दिदीले हामीलाई माम खानु बोलाउनु भएको छ। अनि यता हाम्रो मालाजी हुनुहुन्छ, दिदीको बुहारी। अनि मालाको दिदी हुनुहुन्छ, फेरि यहाँ भाउजू हुनुहुन्छ। भाउजू हो नि? भाउजू हाम्रो मूर्ति मालाको छोरी हो यो चाहिँ। हामी सबैजना आएको छु, दादा पनि हुनुहुन्छ साथमै। मेरो छोरी पनि छ, लेकिन एकछिन ऊ एकछिन बाहिर गएको छ। हामी चाहिँ अब खाना खाने हो, अनि त्यसपछि हेरौँ के हुन्छ हैन दिदी। ल यहाँ चाहिँ हाम्रो खाना आइसकेको छ है। अब आइटम 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 धेरै छ। यहाँ चाहिँ मसिनो आलु फ्राई गर्नुभएको रहेछ। हामी चाहिँ आज सबै भेज खानु थालेको। मासु खाँदा खाँदा पाहुना खाँदा खाँदा वाक्कै भयो, मासु धेरै खाएर पुरा ग्यास भयो, त्यही भएर भेज बनाउनु भनेको थियौँ। सो यहाँ चाहिँ छ बैगुन, यहाँ दाल, यहाँ मुलाको साग। यो के हो दिदी? बोइलिङ ओ चिजवाला सब्जी। के गरे के भन्छ अरे यसलाई? त्यस्तै के भन्छ, दाची है, चिजवाला सब्जी। यता छ भात। ल सुरु गरौँ है हामीले चाहिँ। राति हाँस्दै ठिक्क हुन्छ, अनि कहाँबाट निन पुरा हुन्छ? केही पनि हुन्न, चलेर काटिदिइहाल्छु नि। ल हामी चाहिँ खानापिना खायो, अब चाहिँ धेरै गफसफ पनि भइहाल्यो होइन। अब चाहिँ हामी निक्लिन्छौँ। धेरै धेरै धन्यवाद, थ्याङ्क यू भेरी मच। मूर्ति ल बस्नुहोस् दिदी है। धन्यवाद धन्यवाद तपाईँलाई पनि आउनु। ल यमी कस्तो युनिक नाम छ क्या उसको, यमी होइन? यमीमा हो, यमी भन्छ नि धेरै सबैले। यमी भनेकै सुन्छु मैले त, सबैले सर्टकटबाट यमी भन्छ। यमी भनेको सुन्छु कि मैले चाहिँ। मलाई यमी भनेको। ल दिदी हजुरलाई चाहिँ झन् धेरै धेरै धन्यवाद। दोकान पनि नगई नगई दोकान बन्द गरेर हामीलाई खाना साना बनाएर खिलाउनु। त्यो त मेरो इच्छा हो। मैले जे भए पनि हजुरलाई धन्यवाद। मलाई खेलाउनु मन पऱ्यो, मेरो बहिनीहरू बल्ल बल्ल आएको, त्यही भएर म खुसी लाग्यो। खुसी लाग्यो। त्यही बसेको म खुसी नलाग्यो म गइसकेँ दोकान है। खिलाउनु पाएन एक छाक पनि भन्दै हुनुहुन्थ्यो। अनि हो त बिचरा नि अब बल्ल बल्ल मेरो छोरीलाई चाहिँ हेर न त्यहाँ ऊ घर जाने होइन। आमा बिल्ली सिल्ली कुत्ता सुत्ता पायो भने ऊ अर्को फेरि। ल दिदी है सबैजना बस्नु। बाई मूर्ति, बाई बाई।